नमस्कार छ सबैजनालाई र मैले यहाँ चाहिँ अहिले फेरि ब्लाउजहरू लिएर आएकी छु बनाएर र कस्तो लाग्दैछ कमेन्ट बक्समा जनाउनु होला है त गाइस। र यो चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ फर्स्ट स्विटहार्ट नेकमा हो, पाइपिङ दिएर बनाएको छु, त्रुफाई पनि मारेको छु भन्नुहुन्छ नि, त्यसले ल्याइदिन्छु म। प्रिन्सेस कटमा हो, बाटी दिएर बनाएकी छु र एल्बो तक हात दिएकी छु है त गाइस। अनि त्यसपछि पछि छ भी सेपमा हो, भी सेपको मतलब घाँटी दिएको छु, त्यसमा पाइपिङ दिएर त्रुफाई मारेर अनि तिनवटा अनि यहाँ झुम्का दिइहालेको छु है त, अब लटकन होइन। अनि त्यही भएर अनि मैले यहाँ निचे पनि पाइपिङ लगाइदिएको छु गाइस, अनि माथि पनि त्रुफा मारेको छु, पाइपिङ दिएर बनाइदिएको छु। अनि कस्तो राम्रो फिनिसिङ आएको छ, अनि कपडा पनि धेरै नै राम्रो छ। अनि बनाइसकेपछि हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ फाइनल लुक कस्तो राम्रो देखिँदैछ होइन गाइस। र लगायो भने पनि अझै राम्रो देखिन्छ। र अनि सेकेन्ड चाहिँ छ यो घन्टीले गर्दा चाहिँ यहाँ कपडाहरूमा फसिहाल्दैछ। सेकेन्ड चाहिँ छ यहाँ चाहिँ के भन्छ यसलाई, मटका टाइपको घाँटी दिएकी छु लेस लेस हालेर, अनि यहाँ पनि तिनवटा अनि घन्टी दिएकी छु है त गाइस। अनि यो चाहिँ सिम्पल, यो पानपत्ता मतलब स्विटहार्ट नेकै भन्दा पनि हुन्छ, पानपत्ता साइडमा दिएकी छु घाँटीको डिजाइन चाहिँ। अनि यो चाहिँ फ्रन्ट मतलब साइडमै हो त हुकको घर, अनि सबै प्रिन्सेस कटमै हो गाइस। अनि त्यसपछि यहाँ हात पनि अब एल्बो त के हो, अनि यहाँ 4-5टा अनि कुची दिएको छु, मतलब आजकल निस्केको छ नि त पप्स होइन, अनि यस्तै अनि आजकल जस्तो अब निस्केको छ त्यस्तै मैले बनाइदिएको छु गाइस। र हजुरहरूलाई कस्तो लाग्यो यो पनि भन्नु होला कमेन्ट बक्समा। त्यसपछि अब त्यहाँबाट चाहिँ अब सबै सिम्पल छ है त गाइस। अब सिम्पल जस्तो भन्नुहुन्छ कस्टमरहरूले म त्यस्तै बनाइदिन्छु, अब कस्टमरको माथि डिपेन्ड गर्छ अब कस्तो लगाउनुहुन्छ होइन। अनि यो पनि भी सेपमै हो गाइस, यसको चाहिँ कपडा चाहिँ धेरै नै कम्ती थियो, अनि तिनवटा लटकन दिएर सर्ट हात बनाइदिएको छु। यो चाहिँ ब्याक साइडको गाइस, अनि ब्याक साइडमा मैले हुकको घर दिएकी छु, अनि फ्रन्ट साइडमा पनि यसको फ्रन्ट ब्याक दुइटै भी सेपमै हो गाइस। अनि यो चाहिँ अब यो पनि मतलब स्विटहार्ट नेकमै हो, अनि माझबाट पनि एउटा मतलब टक्स दिइहालेको छु। अनि यो चाहिँ सर्ट हातमा एल्बो तक भन्नुभएको थियो, तर उनको साइजले गर्दा भएन, कपडा कम्ती थियो, त्यही हुनाले मैले सर्ट हात बनाइदिएँ, अनि भनेर नै बनाइदिएको हो गाइस। अनि त्यसको पछि यो पनि हो स्विटहार्ट नेकमा हो, राउन्ड सेपमा हो, सिम्पल छ गाइस। यो चाहिँ यो पनि एल्बोभन्दा अलिकति माथिको हो, हात चाहिँ हो। अनि यसको ब्याक साइड चाहिँ छ राउन्ड, सिम्पलमा बनाउनु भन्नुभएको थियो। अनि यसको चाहिँ घन्टी चाहिँ कस्तो राम्रो लाग्दैछ नि, कम्बिनेसन धेरै नै राम्रो लागेको छ रातोमा, किनभने साडी चाहिँ पुरा रातोमा अरे गाइस, त्यही हुनाले मैले चाहिँ अब अनि यो चाहिँ लटकन थियो, यो चाहिँ मैले रातोमा बनाएर दिएँ गाइस, धेरै नै राम्रो लागेको छ। र हजुरहरूलाई चाहिँ कस्तो लाग्यो कमेन्ट बक्समा जनाउनु होला। अनि यो चाहिँ हो लास्ट गाइस, यहाँ हेर्न सक्नुहुन्छ यो पनि सिम्पलमै हो, प्रिन्सेस कट। अनि यहाँ चाहिँ यो पनि एल्बो तकको हात हो, त्योभन्दा अलिकति 1 इन्च माथिसम्म। अनि त्यसपछि यो पनि ब्याक साइडमा राउन्ड, अनि यहाँ तिनवटा लटकन। अनि यसको चाहिँ अस्तर चाहिँ पुरा म्याचिङ पाएन, अलिकति 19-20 भइहालेको थियो, फेरि पनि कपडामा पुरा मेच त भइहालेको छ, थाहा पाएको छैन होइन गाइस। र हजुरहरूलाई